हेलो गाइज, हामीले चाहिँ आज गिलो चटपटे बनाउन लागेको। त्यसको लागि हामीले सस रेडी गऱ्यौँ, मसलाहरू रेडी गऱ्यौँ र तोरीलाई पनि हामीले चाहिँ नि भुट्यौँ। अनि त्यसपछि चाहिँ हाम्रो भेजिटेबल सबै चाहिँ रेडी भइसकेको छ। अनि हाम्रो नानी पनि फुटुङ फुटुङ गर्दै खेलिरहेकी छिन् चटपटे खानालाई। वाउ, गिलो चटपटे चाहिँ एकदमै राम्रो हुने गर्छ र हाम्रो सस पनि रेडी भइसकेको छ र हामीले त्यसमा चाउचाउ, दालमोट, भुजा अनि त्यस पछाडि हामीले चाहिने अरू कुरमुरे अनि त्यसमा चाहिँ चाहिने चाउचाउको मसला अनि हामीले चाहिँ त्यसमा चाहिँ थोरै चटपटे मसला पनि हाल्यौँ र त्यसमा अनि हामीले चाहिँ पिनेर राखेको चाहिँ कराइसी मसला पनि हाल्यौँ, प्याज, काँक्रो, खुर्सानी र अन्त्यमा चाहिँ हामीले चाहिँ कागती राखेर यसलाई मजाले खोल्यौँ। अनि चटपटी हाम्रो चाहिँ रेडी हुन चाहिँ थोरै टाइम लाग्ने भएको छ। अनि त्यसमा चाहिँ हामीले चाहिँ चटपटे गिलो बनाउनको लागि सस हाल्यौँ। यो गिलो सस चाहिँ हामीले चाहिँ पिठो अनि थोरै कलरहरू राखेर बनाएका छौँ र हाम्रो चटपटे रेडी भइसकेको छ। खानको लागि रेडी भयो।